Apply the 4 levels of interacting with the text to a tale. उत्तर लेभल 1 लिटरल कम्प्रिहेन्सन अर्थात् मूल अर्थ। धेरै समय पहिले एउटा ऋषि जङ्गलमा गयो र आफ्नो तपस्या सुरु गर्यो। उसले जङ्गलको त्यो तातो गर्मीमा त्यागको बडो कठिन र कष्टकर जिन्दगी बितायो। उसले घरेलु सुख, श्रीमती, साथी र परिवारको त्याग गर्यो। धेरै कठिन त्यागपछि उसले दैविक अवस्था प्राप्त गर्यो। उसले आत्मशान्ति प्राप्त गर्यो अनि आत्मज्योतिको अनुभूति गर्यो। उसको यो तपस्या देखेर इन्द्र डरायो र एउटा अत्यन्त सुन्दरी अप्सरालाई पठायो उसको तपस्या भङ्ग गर्नको लागि। जब ऋषिले आफ्नो अगाडि एक अत्यन्त सुन्दरी स्त्रीलाई निर्वस्त्र नुहाइरहेको देख्यो, उसले आफ्नो यौनिक उत्तेजनालाई नियन्त्रण गर्न सकेन। ती सुन्दरी नै अब उसको आत्मशान्ति र तपस्याको सुन्दरता बन्यो। पछि उनीहरू विवाह गरे र हाँसी खुसी घरेलु जीवन व्यतीत गरे। उनीहरूले धेरै रोमाञ्चक जीवन बिताए, तापनि उसको छिमेकीले कहिले पनि उसलाई माफ गरेन। सधैँ गलत आँखाले हेरिरह्यो। तर उसले ती सुन्दरीको साथैमा सधैँ देवताहरू सरह नै परम आनन्दित जीवनको अनुभव गर्यो। लेभल 2 इन्टरप्रिटेसन अर्थात् विवेचना। यो कथाले भन्न खोज्दैछ कि मानिसले आफ्नो शारीरिक उत्तेजनालाई पूरा गर्न जस्तो सुकै सीमा पनि टुटाउन सक्छ। यौनिक इच्छा सबैभन्दा ठुलो इच्छा हो, जसलाई धेरै समय मानिसले नियन्त्रणमा राख्न सक्दैन र त्यसलाई पूरा नै गर्दछ। एउटा ऋषि जसले दैव्यता प्राप्त गर्नको लागि संसारको सबै कुरा त्यागेको थियो, छिट्टै उसले सुन्दरी परीलाई देखेर आफ्नो काम वासनालाई जाग्नबाट रोक्न सकेन। कथाले सम्मोह र परम सुन्दरताको आनन्द उस्तै हुन्छ भन्न खोज्दैछ। ऋषिले यही आनन्द र दैव्यता ती सुन्दरी परी र उसको सुन्दरतालाई निहार्नमा भेट्यो। यौन आवेग एउटा प्राकृतिक कुरा हो, त्यसैले कुनै हालतमा पनि हामी यसलाई त्याग्न सक्दैनौँ। अझै भन्नुपर्दा यो कथाले सबै मानिसलाई कर्तव्यनिष्ठ बन्ने प्रेरणा दिन्छ। लेभल 3 क्रिटिकल थिङ्किङ अर्थात् आलोचनायुक्त सोचाइ। यो कथा यौन आवेग अनियन्त्रित हुन्छ भन्ने सर्वव्यापी विषयप्रति केन्द्रित छ। यौन आवेग मानव जातिमा हुने एउटा प्राकृतिक प्रवृत्ति हो। भगवान समेत पनि यो आवेगबाट अछुत हुन सक्दैनन् जब निर्वस्त्र परी उनीहरूको सामुन्ने देख्छन्। तर म केही कुराहरूमा असहमत छु, त्यसैले केही प्रश्नहरू सोध्न चाहन्छु। के भगवान हुन्छन् र? एउटा मानिस कसरी बरफभित्र सुत्न सक्छ? धार्मिक दृष्टिकोणले हेर्दा के आवेग र सम्मोह फरक छैनन्? यदि मान्छेले आफ्नो घरमै समूह पाउँदछ भने किन ऊ जङ्गल जान्छ? जे भए पनि लेखकले कथामा धेरै सफलतापूर्वक वास्तविक मानव प्रवृत्ति र उसको उत्तेजनाको शक्तिलाई धेरै सुन्दर तरिकाले देखाएका छन्। लेभल 4 एसिमिलेसन अर्थात् एकीकरण। यो कथा पढिसकेपछि मैले लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित शकुन्तला कथा सम्झे, जसमा मेनकालाई इन्द्रले विश्वामित्रको तपस्या भङ्ग गर्नका लागि पठाउँछन्। मैले मेरा केही प्रश्नहरूको जवाफ पाएँ, जस्तै कि किन महान ऋषिहरू आवेगको शिकार बनेका रहेछन्? किन वृद्ध मानिसले 15 वर्षकी कन्या केटीलाई विवाह गर्छन्? किन मानिस बहुविवाह गर्दा रहेछन्? इत्यादि। यौन इच्छा सबैभन्दा ठुलो इच्छा हो, जसलाई पूर्ण रूपमा कसैले पनि नियन्त्रण गर्न सक्दैन रहेछ।